आज हामी क्याफिनको बारेमा कुराकानी गर्न गइरहेका छौं। विद्यार्थी भाइ-बहिनीहरू, तपाईहरू वा तपाईको घरमा बुबा-आमाले बिहान उठ्ने बित्तिकै वा थकाइ लाग्दा चिया वा कफी पिउनुहुन्छ नि, होइन? त्यो पिएपछि अलिकति फुर्ती आएको वा निन्द्रा हराएको जस्तो महसुस हुन्छ। यस्तो किन हुन्छ होला? किनभने त्यसमा क्याफिन भन्ने तत्व हुन्छ। 1. यो कहाँ पाइन्छ? नेचुरल सोर्स। क्याफिन मान्छेले ल्याबमा बनाएको होइन, यो प्राकृतिक कुरा हो। यो कफीको गेडा, चियाका पातहरू र कोका, जसबाट चकलेट बन्छ, जस्ता धेरै बिरुवाहरूमा आफै बन्छ। 2. यसलाई ड्रग किन भनिएको हो? यहाँ ड्रग भन्नाले नराम्रो लागु पदार्थ भनेको होइन। विज्ञानको भाषामा जुन कुरा खाँदा हाम्रो शरीर वा दिमागको काम गर्ने तरिकामा परिवर्तन आउँछ, त्यसलाई ड्रग भनिन्छ। क्याफिनले पनि हाम्रो शरीरमा असर गर्ने हुनाले यसलाई ड्रग भनिएको हो। 3. यसले कसरी काम गर्छ? फङ्क्सन, CNS एन्ड अलर्टनेस। हाम्रो शरीरलाई कन्ट्रोल गर्ने मुख्य ठाउँ दिमाग हो, जसलाई सेन्ट्रल नर्भस सिस्टम भनिन्छ। क्याफिनले हाम्रो दिमागलाई स्टिमुलेट गर्छ, अर्थात् अब उठ, काम गर भनेर जगाउने काम गर्छ। त्यसैले कफी खाँदा हामीलाई चनाखो महसुस हुन्छ र निन्द्रा भाग्छ। अझ प्रश्न पार्न लागि म एउटा उदाहरण दिन्छु है त। मानौ हाम्रो दिमाग एउटा मोबाइल फोन हो। दिनभरि काम गर्दा मोबाइलको ब्याट्री लो भए जस्तै हामीलाई थकाइ लाग्छ। क्याफिनले एउटा पावर ब्याङ्क वा चार्जरको जस्तो काम गर्छ, जसले एकछिनको लागि हामीलाई चार्ज गर्छ र एक्टिभ बनाउँछ। अन्त्यमा 1. क्याफिन बिरुवामा पाइने प्राकृतिक तत्व हो। 2. यसले हाम्रो दिमागलाई जगाउँछ, स्टिमुलेट गर्छ। 3. त्यसैले यसलाई खाँदा हामी बढी चनाखो, अलर्ट हुन्छौं।